हेलो एभ्रिवान, सन्चै हुनुहुन्छ? आज चाहिँ हाम्रो समर फेस्टिभल छ र यहाँ चाहिँ मसँग चाहिँ एउटा कार्ड छ होइन। यो कार्डमा छ टिकट। यो कार्ड देखाएर फर्स्टमा मैले लिएँ याकी सुपा के देखाइरहेको होला भनेर लागिरहेको होला। तपाईँले माथिबाट क्याप्सन हेरेर थाहा पाउनुहुन्छ। समर फेस्टिभल हो यहाँ चाहिँ। यो चाहिँ हरेक वर्ष हाम्रो कम्पनीमा चाहिँ समर फेस्टिभल हुन्छ जहाँ सबैजना स्टाफहरू आफ्नो फ्यामिलीसँग आउने अनि यसरी चाहिँ समर फेस्टिभलमा चाहिँ पार्टिसिपेट हुने, गेमहरू खेल्ने गर्छन्। यो हेर्नु न कति क्युट क्युट छ नि, बेबी क्यासेटेरा हो यो। अनि मसँग छ अर्को टिकट अनि मैले मगाएँ ताकोयाकी। यो चाहिँ ताकोयाकी हो। यसको भित्र चाहिँ अक्टोपस सानो सानो काटेर चाहिँ राखेको हुन्छ। टेस्टी हुन्छ यो पनि। टन्टना कस्तो मजाले डेकोरेट गरेको। मसँग 2वटा टिकट बाँकी छ, खारागे र ड्रिङ्क्स। म गएँ ड्रिङ्क्स किन्नलाई। यो लास्ट टिकट हो जसमा चाहिँ चिकन फ्राई खारागे छ। अनि यो लिनलाई चाहिँ यति धेरै लाइन लागिरहेको छ। लाइन लागेर फाइनली मैले लिएँ। भित्रतिर चाहिँ यसरी सबैजनाको मनपर्ने फोटोलाई कलेक्सन गरेर ब्युटिफुल तरिकामा सजाएर राखेको छ। यहाँ चाहिँ गेममा जित्नेहरूको लागि गिफ्टहरू सजाएर राखिएको छ। गेम चाहिँ कस्तो छ भने एउटा सानो बल हुन्छ अनि त्यो बलको भित्र चाहिँ आफ्नो आफ्नो नाम चाहिँ लेखेर त्यो बलकोलाई लक गरेर राख्ने। अनि एकजनाले चाहिँ त्यो बललाई उठाउनुहुन्छ अनि त्यो बल ओपन गर्दा जसको नाम पर्छ त्यसले चाहिँ यो गिफ्टहरू चाहिँ लान सक्छ एउटा एउटा गरेर है। अनि त्यसमा मैले पनि जितेको छु। के पर्यो हेर म है त। टन्टना मेरोमा परेको छ राइस, 5 केजीको राइस पर्यो। अनि मसँगै काम गर्न चाहिँ स्टाफले पनि पाउनुभएको छ। त्यसपछि यो चाहिँ बच्चाहरूको लागि चाहिँ अर्को गेम हुँदैछ। बच्चाहरूको लागि मात्रै हो यो चाहिँ। यहाँ चाहिँ मौरी बनेर बच्चालाई रमाउनु भएको। 蜂蜜の中に、たくさんのプレゼントがありますね。おめでとうございます。はい。じゃんけんぽん。यो चाहिँ रक पेपर सिजर गेममा चाहिँ हाम्रो स्टाफले चाहिँ 8000 येन जित्नु भएको छ। यो गिफ्ट चाहिँ टोकियो डिज्नील्यान्ड पार्कको इन्ट्री टिकट हो जसमा चाहिँ हाम्रो